आज बिहान बिहान उठेर दोकानमा हेरेको त तेल रहेन रहेछ पेट्रोल जर्किन निकालेर यहाँ राखेर अब तेल लिन म डिपोतिर लागेँ। यहाँ तपाईँहरूलाई देखाउँदै लानेछु तेल सेल ल्याएर के गरेको सबै थोक म तपाईँहरूलाई देखाउनेछु। जर्किन गाडीमा हालेर म निस्केँ। हाम्रो गाउँको रास्ता चाहिँ यही हो। अब हेर्दै जानु अगाडि देखाउँदै लानेछु म तपाईँहरूलाई। तेल ल्याएर आज अम्बिकापुर पनि जानुपर्ने छ। मम्मी काकी पिताहरूलाई लिएर आलुबारी मार्केट पुगिसकेको छु। आज लास्ट तारिक हो। आज लास्ट तारिक तपाईँहरू सबै बन्द हुन्छ। आलुबारी मार्केट चाहिँ हाम्रो त बस्तीमा हुनाले हाम्रो चाहिँ खुला हुन्छ। डिपो पनि पुगिसकेको छु म। अब डिपो पुगेर अब यो तेल सेल हालेर यहाँबाट निस्केर सिधै मम्मी पितालाई लिनको लागि घर जानुपर्ने छ। त्यसपछि काकीलाई पनि लिएर डाइरेक्ट अम्बिकापुर ठुलो फुपूलाई हेर्न जानुपर्ने छ। ठुलो फुपू बिरामी हुनुहुन्छ, त्यही भएर डिपोबाट तेल ल्याएर घरमा राखेर यता मम्मीलाई लिन पनि आइसकेको छु। मम्मी आउनु हुँदैछ। पछाडि पिता पनि आउनु हुँदैछ। यो अब पिताहरूलाई गाडीमा उठाएर सिधै घरमा लगेर खानासाना खाएर ठिकठाक गरेर सिधै अम्बिकापुर जानुपर्ने छ। खानासाना खाइहेरी रेडी भइहेरी यता काकी पनि आइसक्नु भएको छ। काकी र मम्मी गाडीमा उठ्न जानु हुँदैछ। हामी घरबाट निस्किसकेका छौँ र अहिले हाइवेमा पुगिसकेका छौँ। गाडी अलिअलि कता नजारा देखाउँदै लानेछु। हेर्दै जानु होला, कता जानेछु। हामी पाया फरेस्ट गेट पनि पुगिसकेका छौँ। अब हेर्दै जानु म तपाईँहरूलाई अलिअलि गर्दै देखाउने छु। लाउनुहोस्। हामी चुनपुरा गेट पनि पुगिसकेका छौँ र अब यहाँ एन्ट्री गरेर यहाँ भनेर अब यहाँबाट हामी सिधै निस्किनेछौँ नवगाउँ। त्यसपछि डाइरेक्ट नवगाउँमा के किनेर अम्बिकापुर जानेछौँ। ठुलो काम हुन्छ, के लगिदिनु पऱ्यो नि। हामी नवगाउँ पनि पुगिसकेका छौँ र नवगाउँ पनि आज लास्ट तारिक एक साइड बन्द हुँदो रहेछ, एक साइड खुला हुँदो रहेछ। अब यहाँ के किनेर पनि निस्किसकेका छौँ हामी। अब सिधै जाँदैछौँ अम्बिकापुर त्यसैको लागि आएका थियौँ। हामी ठुलो फुपू घर पनि आइपुगिसकेका छौँ र यता गाडी शीतलमा राखेर हामी जाँदैछौँ फुपूलाई हेर्नको लागि र अब फुपूलाई हेरेर एकछिनमा निस्किनेछौँ। ठुलो फुपू पनि अहिले ठिकै हुनुहुँदो रहेछ र यहाँ हेर्नु न सबैजना गर्मीले बाहिर बसेर के हालत भएको छ। गर्मी पनि आज धेरै नै छ र मैले तपाईँहरूलाई ठुलो फुपूको फोटोहरू भिडियोहरू चाहिँ देखाइनँ, अलिक राम्रो लागेन कि, त्यही भएर ठुलो फुपूलाई हेरी पनि हामी सबैजना निस्केका छौँ। अब माइली फुपू कान्छी फुपूमा बसेर निस्किनेछौँ।